गाइज वेलकम टु माई न्यू ब्लग। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ, मलाई पनि एकदम आराम छ। अनि आज चाहिँ म घरमा केही काम नभएकोले खेतसम्म हेर्न जाउँ न त भनेर घरदेखिको खेतसम्मको यात्रा छ। हेर्दै जानुभयो त खेतमा कतिको रमाइलो हुँदो रहेछ। गाउँघरमा मेलापात आयो। ओ माई गड, आँप चोरेर खानुपर्छ कि क्या हो। कहिले पुग्नु हैन यो तातो घाममा। घरै मात्र बसेर पनि के गर्नु हुने हो। ओहो आँप त आउनुहोस् है गाइज, आँप खानुहुन्छ भने हजुरहरू पनि धेरै रहेछ यतातिर। आफ्नो त होइन, त्यही पनि चोरेर भए पनि खाउँछु। बोर्ड देखिसकेपछि नखाऊँ भन्दा पनि खाउँ खाउँ लाग्छ हो। टिपेर खाइदिउँ कि क्या हो। एउटा मान्छे त कोही पनि छैन, टिपे पनि थाहा पाउँदैन। टेमा रुख कटर देखिहाले। हेर्नुहोस्, रुख कटर पनि खाने बेला भइसकेको छ। हजुरहरूकोतिर छ छैन भने लिन आउनुहोस् है। हाम्रो पनि टन्नै छ। रोप्नु थालिसक्यो। हेर्नु कति बेला पुग्छ थाहा हुँदैन। त्यही भएर यसो समय बिताउनको लागि भए पनि भ्लग बनाउन भनेर बनाएको। आँपको बोटै बोट जताततै। बाटो पनि आइपुगेको छुइनँ। यहाँदेखि भर्खर कहाँ निस्क्यो भने के भन्छ नि, आँखिझोर खोलाको नाम सानो छ। तर बर्खा मासमा बाढी आयो भने त ठुलो आउँछ हौ फेरि। अहिले चाहिँ सुकेर सानो भएको छ। बस्तु चराउने मान्छेहरू बस्तु लिएर जान थालिसके तातो घाममा। म पनि यही तातो घाममा खेत हिँडिरहेको छु। के तर आफ्नो खेततिर चाहिँ होइन, अरूकोतिर आफ्नोमा पुग्न त अझै यहीँ पुग्नुपर्छ। अझै माथि मकै सबै भाँचेर जोतेर फेरि छरिसक्यो क्या मकै। पुगेँ, धेरै समयपछि खेत आएँ है म चाहिँ। हेर्नुहोस् त खेतमा के रोप्नु भएको रहेछ। थाक्यो त्यत्रो बाटो हिँडेर आउँदा। गाउँघरमा बसेको भन्नु मात्रै छ हो। उकालो ओह्रालो भिड पाखा हिँड्न नसक्ने। तर गाउँघरमा जन्मिए पनि आफूले दुःख चाहिँ गर्नु परेन होइन। यति कुरामा चाहिँ भाग्यमानी नै ठान्छु। वाह, मकै रोप्नु भएको रहेछ। यत्रो भइसकेको छ। मम्मीले पानी चलाइदिइराखेको छु, बन्द गर्न जा भन्नुहुन्थ्यो। त्यही भएर म आएको खेत। नभए यो खेत पनि हेर्न आउँदिन थियो होला। हेर्नु त आहा कति राम्रो मकै। पानी चाहिँ पटिसकेको छ कि छैन हेर्नु पर्यो अब त्यो। ओहो चप्पल। अझै यताको छेउ बाँकी नै रहेछ। एक छेउ त पुरै बाँकी रहेछ, अन्त त पटिसकेको रहेछ। यति चाहिँ बाँकी रहेछ। अब यति पटिन्छ जस्तो बस्नै पर्ने भयो। पानी बन्द गर्न आएको थिएँ, पानी पटेको रहेछ होइन। अनि भर्खर पानी बन्द गरेर अब चाहिँ घरतिर लाग्यो। पाइप हातमा कोदालो, गाह्रो छ।